के गर्नको लागि टपरी खुटिरहेछौँ हामी यत्रो धेरै जना भएर अनि के को लागि टपरी खुटिरहेछौँ सालको पातको अनि ढाकरमा हालिरहेको छु मैले चाहिँ। ढाकरमा हालिसकेर मैले पनि टपरी खुट्नतिर लागेँ। मेरो पछाडिको मिनी ब्लग हेरेर बुझ्न सक्नुहुन्छ। छोरी लाफाको वेलकम छ मेरो मिनी ब्लगमा। आज चाहिँ म यहाँ कुर्न आएको 2 दिन भयो। अझै डेमा चाहिँ हामी टपरी कुट्दैछौँ सबै चेलीबेटी भएर। मम्मी दिदी अनि बाजेहरूको अरू पनि चेलीबेटी आउनुभएको थियो। फर्स्ट दिनमा चाहिँ कोही आउनुभएको थिएन। आज चाहिँ 2 दिन भयो म यहाँ कुर्न आएको। आज चाहिँ टपरी खुट्टेको अब घोट आउँदैछ नि बिस्तारै। अनि आउने माना छोड्न आउनेहरूको लागि पनि प्रसाद दिनुपर्छ। त्यही भएर पनि युज हुन्छ सालको पात। मान्छे मरेको बेला फेरि युज हुने भनेकै सालको पात हो। अनि किनभने यो चोखो हुन्छ त्यही भएर भर्लाको पात भन्दा यसलाई चोखो मानिन्छ। त्यही भएर सालको पातको नै पराए टपरी खुट्छन् घोटमा चाहिँ देख्न सक्नुहुन्छ। घोट पनि नजिकै आउँदैछ। म अस्ति आइनँ आज आएको 2 दिन भयो म चाहिँ आएको। म पनि 5-7 लिएर आएर टपरी खुट्नको लागि रेडी हुँदैछु। देख्न सक्नुहुन्छ मैले पनि एउटा टपरी खुटिसकेँ। त्यसपछि दोस्रोवाला खुट्न लागेको अनि प्रसाद दिनको लागि सजिलो हुन्छ कि। अनि चेलीबेटीहरूले खुट्छन् यो पराई घरको मान्छेले खुट्न मिल्दैन, काम गर्न मिल्दैन नि। अनि चेलीबेटीहरू नै आएर खुट्दिन्छन् कि। अनि घोटको लागि चाहिँ यो पातुर अनि खुट्नुपर्छ। यो चाहिँ प्रसादको लागि सानो टपरी हुन्छ कि। पात पनि राम्रो रहेनछ खासै जोडी मिलाएर गराउनुपर्छ कि। अनि जोडी मिलेन भने पनि राम्रो हुँदैन। अनि पछि मलाई पनि खासै त आउँदैन, हल्का ठिकै गराउँछु त्यस्तो। प्रसाद हाल्नको लागि ठिकै, त्यस्तो साह्रो राम्रो त आउँदैन मलाई पनि। मम्मी दिदीले पनि उतातिर खुटिराख्नु भएको थियो, यता चाहिँ मैले खुटिरहेको थिएँ। डेमा गएको थिएँ अनि डेमा खुटेर आएर म घर आएँ एकछिन। अनि घर आएर फेरि म साँझ कुर्न गएँ। अनि देख्न सक्नुहुन्छ हामी चाहिँ। अनि उतातिर अरू पनि चेलीबेटी हुनुहुन्थ्यो, खुट्नु भएको थियो। यतातिर त खासै नआउने कि मान्छे पनि कुन। हाम्रो घरतिर त बस्ने ठाउँ पनि हुन्थेन। यतातिर चाहिँ फर्स्ट दिनमा झन् कोही नै थिएनन् कि, थोरै हामी मात्रै थियौँ। अनि टपरी खुटेर सक्यौँ भन्दा पनि सकेको त छैन, अझै छ। आजको लागि मिनी ब्लग यति नै। थ्याङ्क यू फर वाचिङ, बाई बाई।